मैले प्रश्न चाहिँ तत्कालीन परराष्ट्र मन्त्री आर्जु देउवालाई सोधेको प्रश्न के थियो भने तपाईलाई त लक्ष्मी देवी भन्छन्, तपाईलाई पैसा नदिकन कांग्रेसमा टिकट पाउनेदेखि लिएर केही पनि मिल्दैन भन्छन्, त्यसकारणले पैसा कहाँ राख्नु भएको छ भनेर सोधेको थिएँ। उहाँले मेरो पैसा भनेको ब्याङ्कमा बाहेक कहीँ छैन भन्नुभयो हैन। मैले नगद पैसा त गाडेर राख्नु भयो होला कि पानी ट्याङ्कीमा राख्नु भएको छ भनेर सोधेको थिएँ। पानी ट्याङ्कीमा राख्दा भिज्छ अनि गाडेर राख्यो भने धमिरा लाग्दैन र भनेर उहाँले सोध्नु भएको थियो। घरमा चाहिँ कति छ? घरमा किन पैसा? क्रेडिट कार्ड छ नि, घरमा पैसा राख्छ र हैन। अहिले त यी खालका पैसा चाहिँ गाडेरै राखेका छन् भन्छन्। हो र? कसरी गाड्ने त्यो? पहिला कसले ट्याङ्कमा गाड्यो भने जस्तो ट्याङ्कीमा त लुका होला। गाडेर राखेर पैसालाई धमिराले खाँदैन र? तर संयोग के परेछ भने उहाँले गाडेर राखेकै हालतमा पैसा झिकिएछ र धेरैले मेरो त्यो फुटेजलाई चाहिँ सेयर गरेको मैले देखेँ र कतिपयले के पनि भनेको मैले पाएँ भने तपाईलाई त पहिल्यै थाहा रहेछ उहाँले पैसा गाडेको। तपाईको यो अनुमान मात्र थियो हैन राजेन्द्र सर? यो अनुमान होइन, यो छ भन्ने यहाँको। त्यो भन्दा पनि हामी एउटा चिज चाहिँ यत्रो वर्ष सार्वजनिक जीवनमा बसेको सूचनामा काम गरेको नाताले पनि म के भन्न सक्छु भने यी नेताहरूले जति पैसा अनाधिकृत रूपमा कमाएका छन् यिनीहरूले यो ब्याङ्कमा राख्न सक्दैनन्, किनभने ब्याङ्कले त स्रोत खोज्छ। महेशजी, आज तपाईँले 10 लाख रुपैयाँको चेक ब्याङ्कमा डिपोजिट गर्नुभयो भने त्यसको सोर्स चाहिन्छ। तपाईँको ब्याङ्कमा तपाईँ जतिको मान्छेको आज 10 लाख, भोलि 3 लाख, पर्सि 5 लाख तपाईँले पैसा जम्मा गर्नुभयो भने तपाईँलाई यसको स्रोत के हो भनेर सोध्छ। यिनीहरूले लाखका कुरा गर्दैनन्, यिनीहरू करोड र अर्बको कुरा गर्छन्। त्यसकारणले यिनीहरूले यो पैसा नेपालकै ब्याङ्कमा राख्न सक्ने सम्भावना थिएन।